सो अलराइट गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ म बिहान उठ्ने बित्तिकै गोलातिर लागेँ। कोही पनि नभएको हुनाले म चाहिँ एक्लै बिस्तारै हिँडिरहेको थिएँ, तर केटाहरू मभन्दा अगाडि गइसकेका रहेछन्। केटाहरूलाई देख्ने बित्तिकै म हल्का हतारमा गइरहेको थिएँ, तर केटाहरू चाहिँ बसेर मस्त दुइटाले गेम खेलिरहेको। के गेम है छ भनेर म पनि जान्छु भन्दा त लुडो पो खेलिरहेको रहेछन्। म पनि क्यामेरा बन्द गरेर लुडो खेल्नतिर लागेँ। लुडो पनि खेल्दै घर आउने टाइम भएछ। म चाहिँ घर आएर डाँडातिर लागेँ। डाँडातिर आएर हल्का चिसो हावा खान त भनेर डाँडातिर गएको त माथि रुखतिर हेर्छु भन्दा त रुखमा पातै छैन। यहाँ यत्तिकै आइएछ, हावा पनि लागेन, पात पनि छैन भनेर यत्तिकै बसिरहेको त एकछिनपछि त बब्बाल हावा पो लागिरहेछ त। हावा लागिसकेपछि त घर आउनै मन लागेन। यत्तिकैमा 1-1.5 घन्टा त्यही हावा खाँदै बस्दै गएँ। 1-1.5 घन्टासम्म यत्तिकै मस्त हावा खाँदै बस्दै गरेर भ्यूछु हेरेर म चाहिँ घरतिर आएर फेरि साँझ पख म चाहिँ हिँडेँ भिडियो गराउनुतिर। सो गाइज, आजलाई भिडियो चाहिँ यति के कस्तो छ कमेन्टमा भनिदिनु होला। र भिडियो छोटो भएको छ त्यो मलाई पनि थाहा छ, तर कमेन्टमा भनिदिनु होला के कस्तो भयो, र म भिडियो सुधार्दै जान्छु। र सपोर्ट गर्न नबिर्सिनु होला। लाइक, कमेन्ट, सब्सक्राइब पनि हानिदिनु होला।